Hello and good morning everyone. It's me Isakar. Welcome to my new video. है आज चाहिँ म यो जङ्गल बुक रिसोर्ट जल्दाबाट आइपुगेको छु अनि यो चाहिँ यहाँको एन्ट्री हो है। अनि एन्ट्री भइसकेपछि एउटा मजाको लेफ्ट साइडमा फुल रहेछ के यसको नाम चाहिँ मलाई त्यति विदित भएन। अनि त्यसपश्चात यहाँबाट एन्ट्री भएर गइसकेपछि इन्टर भइसकेपछि यहाँनिर तपाईँको राइट साइडमा पार्किङ स्पेसहरू रहेछ अनि यहाँनिर गैँडाहरू पनि रहेछ क्या। अनि हुन त यो जङ्गल सफारी नजिक भएर होला यहाँ गैँडाहरू आएर बस्दो रहेछ कहिलेकाहीँ। तर मान्छेलाई केही हार्म पहुँचाउँदैन रहेछ, चोटहरू पहुँचाउँदैन रहेछ। अनि यहाँनिर चाहिँ एकदमै फुलहरू पनि फुलिएको रहेछ होइन, मजाको फुलहरू। अब फुल त म तपाईँलाई देखाउँदैछु तर त्यसको पनि नाम मलाई थाहा छैन है, फुलको नाम मलाई त्यति आइडिया हुँदैन। अनि यो एकदम ठुलो जग्गामा फैलिएर बसेको रिजोर्ट रहेछ है। हेर्नुहोस् ल, दामी छ यहाँको नजारा, एकदमै शान्तिमय जग्गामा, हो हल्ला छैन, शोर सराबा छैन होइन, केही पनि छैन। एकदमै बृहत रूपमा फैलिएर गएको यो रिजोर्ट रहेछ अनि मजाको छ क्या, दामी छ। तपाईँहरू पनि आउनुहोस्, यहाँ आएपछि तपाईँहरू यहाँ यो रिजोर्टमा बसेपछि तपाईँहरूलाई जङ्गल सफारी गर्नु पनि एकदमै नजिक क्या, जल्दापाडाको जङ्गल सफारी गर्नु पनि एकदम नजिक। अनि आउनुहोस् ल, म तपाईँहरूलाई यहाँको रिसेप्सनको तर्फ लगेर जाँदैछु है, हेर्नुहोस् है। अनि यो चाहिँ हो यहाँको रिसेप्सन अनि यो चाहिँ हो यहाँको रेस्ट रुम है, रेस्ट रुम हो यो। अनि म हेर्नुहोस् ल तपाईँहरूलाई म अब डाइनिङ हलको तर्फ पनि लगेर जाँदैछु। एकदम मजाको सफा क्लिन डाइनिङ हल छ है, दामी डाइनिङ हल छ। हेर्नुहोस् त, देख्नुभयो कति सफा छ यहाँको रेस्टुरेन्ट। अनि त्यसपश्चात हामी नेक्स्ट यहाँबाट सामसिङ भ्यू पोइन्टतर्फ लाग्यौँ है। यो चाल्साको बाटो हुँदै हुँदै हामी सामसिङ भ्यू पोइन्ट अनि यहाँबाट चाहिँ तपाईँको रकी आइल्यान्ड दुईवटा जग्गा कभर गर्न सक्दछ। हुन त बक्सारहरू जाँदा पनि हुन्छ, जयन्तीहरू जाँदा पनि हुँदो रहेछ, तर मेरो गेस्टलाई चाहिँ यो सामसिङ भ्यू पोइन्ट हेर्नु थियो, त्यो भएर मैले यो सामसिङ भ्यू पोइन्टै ल्याएर आएँ है। हेर्नुहोस् ल, म तपाईँलाई यहाँको नजारा देखाउँछु। यो चिया बगानहरू हुँदै 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 हामी सामसिङ भ्यू पोइन्टमा पुग्दो रहेछौँ। अनि अहिले त अझै चिया बगानको त्यो मतलब न्यू लिफ आउने टाइम भएर होला यहाँको चिया बगानहरू एकदम काटिएको रहेछ होइन। नत्र त चिया बगानको दृश्य त्यसै पनि सबैलाई थाहा भएकै कुरा हो होइन, एकदमै सुन्दर देखिन्छ। अनि यहाँनिर चाहिँ मेरो गेस्टहरू हुनुहुन्छ है, गेस्टहरू एकदम इन्जोय गरिरहनु भएको छ यहाँको ब्युटिजहरू देखेर। यो चाहिँ हो तपाईँको फेरि त्यसपश्चात हामी यहाँ रकी आइल्यान्ड पुग्यौँ अनि यो चाहिँ रकी आइल्यान्डको दृश्यहरू हेर्नुहोस् ल। अनि मेरो भिडियोलाई मन परे लाइक, सेयर अनि सब्सक्राइब एन्ड फलो गरिदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दै मेरो भिडियो हेरिदिनुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद।